नमस्कार साथीहरु, म चाहिँ अहिले हैन 7 बजेतिर पनि मर्निङ वकमा कुदिरहेको छु। तपाईहरुको चाहिँ खबर के छ? तपाईहरु चाहिँ बिहान कुद्नुहुन्छ कि हुँदैन हैन? म चाहिँ कुदिरहेको छु। भिडियो नहालेको 2-3 दिन भएको थियो। त्यस कारणले गर्दाखेरि आज भिडियो बनाउनका लागि भए पनि यसो कुद्दै गर्दै भए पनि हैन बनाउँदै छु। तपाई कहाँबाट हेर्दै हुन्छ भने त म सधैँ पनि कुदिने कोही बेला कुद्छु। आज पनि यसो परसम्म जाने काम थियो अनि भिडियो नबनाएको निकै दिन भएको थियो। त्यस कारणले गर्दा म कुद्दै छु। साह्रै गाह्रो हुन्छ के भाइ गाइजहरु यो पहाडमा नि हैन। अनि तपाईहरु के गर्दै हुनुहुन्छ? चिया पानी खाइसक्नु भयो कि छैन? तेरो आएको छ, घाँसहरु आएको छ हैन। बाटो यति राम्रो छ देख्न सक्नुहुन्छ गाइजहरु हैन। बिहानै अरु चाहिँ कुद्नुहुन्छ, म चाहिँ कुद्छु। तल देख्नुहुन्छ यो चाहिँ खोला हो है, यो चाहिँ खोला हो। तल खोलाहरु छ। फेरि हाम्रो यात्रा अगाडि सुरु पर्छ है त। सबैजनाले सब्स्क्राइब गर्नु होला है त। फेरि म अगाडिमा कुदेँ। कस्तो लाग्दैछ हैन? म चाहिँ कुदेँ। अनि तपाईहरु सन्चो बिसन्चो के छ खबर यसो कमेन्ट गर्नुहोस् हैन। सन्चो हुन्छ भने सन्चो छ भन्नुहोस्, बिसन्चो हुन्छ भने बिसन्चो भन्नुहोस् हैन। अनि तपाईहरु कुन जिल्लाबाट हेर्दै हुन्छ, कुन देशबाट हेर्दै हुनुहुन्छ? तपाईहरुको ठाउँतिर यस्तै छ कि कस्तो छ? म चाहिँ हेर्नुहोस् एउटा ठुलो रुखको फेदमा पनि आइसकेको छु। यो बरपिपल हो, अक्सिजन बढी पाइन्छ। ल यसरी यहाँ अक्सिजन सबैले लिउँ है त। गाडी ढुकुर पनि उडिसकेको छ। म कुद्दै थिएँ, ढुकुरहरू पनि उड्दैछन्। हेर्नुहोस् पानी आउँछ भनेर हातमा छाता पनि बोकेर झोलाभित्र छाता बोकेर कुदिरहेको छु। उकालो त्यस्तै छ हैन। अब यहाँदेखि लडियो उँधो यस्तो छ छाको गाडीहरू खस्यो अनि के हुन्छ? म चाहिँ फेरि कुदिरहेको छु। बीच राम्रो छ, देख्नुहुन्छ पारीको जङ्गल यस्तो छ जङ्गल हेर्नुहोस् हैन। गर्मीले गर्दा साह्रो पनि भइसकेको छ, देख्नुहुन्छ गाइजहरु यस्तो छ। फेरि हामी अगाडिको यात्रा गर्नेछौँ, तपाईहरु पनि सँगसँगै कुद्नु होला है त। हेर हैन दिएको कुदैछु, कुदिरहँ। अब कस्तो के हुन्छ? बाटो छिट्टै हैन, अझै परैसम्म पुग्नु पर्छ नि त। अझै आधी घन्टा जति लाग्छ। कुदिरहेको छु हैन, पसिना पनि हल्का आइरहेको छ। बाटो पिछे राम्रो छ, म कुदिरहेको छु। लु कस्तो लाग्यो हैन? आजलाई भिडियो यतिसम्म। कृपया सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त। लाइक गर्न नभुल्नु होला। तपाईहरुको दिन शुभ रहोस्।